मेरो इच्छा मेरो चाहना हुँदैन मान्य सदस्यहरूलाई पेलेर सदन चलाउने। प्रतिस्पर्धा नेपालको कानुन बनाउनमा गरौँ मान्य सदस्यहरू। प्रतिस्पर्धा देश राष्ट्र राष्ट्रियता र जनताको जनजीविकाको विषयमा प्रतिस्पर्धा गरौँ। प्रतिस्पर्धा सभामुखसँग होइन मान्य सदस्यहरू। प्रतिस्पर्धा देशको भ्रष्टाचारसँग गरौँ, देशको सुशासनसँग गरौँ। प्रतिस्पर्धा केमा गर्ने त्यसमा ध्यान दिउँ मान्य सदस्य। विपक्षी बेन्च तर्फका मान्य सदस्यहरूले सदन नचलाउनुहोस् भनिरहनु भएको छ। सबै दलले आफ्नो कुराहरू राखिसक्नुभयो अनि सत्तापक्षबाट विपक्षीबाट पनि आकस्मिक समयमा समय माग्नु भएको छ। त्यो पनि जनताकै मुद्दा होला। जनताकै मुद्दाको विषयमा अन्य सार्वभौम सांसदहरूले बोल्न चाहँदाखेरि उहाँहरूलाई समय नदिने। मैले त विपक्षी बेन्चतर्फ सबैलाई समय दिएँ, यहाँले आफ्नो कुरा राख्नुभयो।